साथीहरु अब हामी चाहिँ टिममा जाँदैछौँ आज हस्पिटल। ला आज भिडियो स्टार्ट हो मेरो। आज हामी टिममा जाँदैछौँ, थोरै थोरै काम छ हस्पिटलमा अनि जाँदैछौँ। धन्न फटाइन गोरिदिउँ न तर छिटाएर मेरो लुगा भिजिन्छ ल। एक कारी छ भोलि पनि त्यति नै सन्तानमा गरे के होली न काम गर्छौँ। हामीलाई 55 हुन्छ 55 सन्तमाको जिन्दगी चाहिँ नर्काइरहेछ। अन्त बिराम हुँदा पनि है बुढाले यहाँ चाहिँ त्यति ला सुँगुर चढ्दैछ पर सुँगुर चढ्दैछ खोइ पर घुरेनमा दाजुहरूको घुरी अझै बिहान त नफर्किने भन्छ यहाँ घटेकोलाई पनि घटेकोलाई भरा भरा चाहिँ सुतेपछि हुन्छ नि। तावाङ सूत्रमा त यहाँ भाउजूको सर्टले कसेको चाहिँ पछाडि कानमा बुल्टुट हालिहालेँ अनि गीत बजाएँ अनि सुन् बुढाबुढी हुनुपर्छ नि 17 मा मात्रै अनि टेक्छ नि 10 महिना मान्छे अर्को महिना होला नि। कहाँबाट पानी खायो बाटोमा हेऱ्यो पानी 0 देखि आउँछ। जोन्सन हेर न आज त्यो भेटेर त्यो त मेरो बजु पो त अन्त मिनाङको मम्मी मात्रै भन्छ नि त उसलाई राजाको आमा फुपूलाई मिनाङको मात्रै मम्मी हो भन्छ। बाई बाई सप्तेन म त नजाने। पाखामा लुकाइराख्नुपर्छ अनि बेलुकाले हजुर बाजु भन जोन्सन दादा चाहिँ यहाँ नमस्कार भन न। नमस्कार नमस्कार फेरि खसिराख्नु टोपी फेरि कसले टिप्नु जाने म स्कुल चाहिँ यहाँ तल छ। उसको बाइकको अस्ति थियो म आउँदा पनि त्यो झेल ढोकाएर चाहिँ लगाएको थिएन। नाति बल्छ ऊ आइसिएलु खोज्नु पसेको यहाँ एउटा नानी यहाँ छ। आऊ छिटो गर्मीमा जान्छ नि टोपीले त मलाई पसिना छुइँदै
यसो जाडो हुन्छ होला भन्दै लिएको हिँड न मुखमा मलाई दिनु हातमा नदिऊ यसलाई त मुख चुर्साउँछ होला Đâm nữa hospital बल्ल बल्ल आइपुग्यो अस्पताल दुला र दुली पछि जानुहोस् है तपाईँ त्यहाँदेखि भवन राम्रो जन्सन सबतिर जोन्सन चाहिँ खेल्छ नानी भुइँमा बस्नु थिएन जोन्सन हो त्यो उफ्रिनु त बरु माइतीसँग भाउ चाहिँ टोइलेट जाने भएको छ सप्ता Khuyên ăn bụng được rồi được rồi gà đây hết rồi gà हाम्रो चाहिँ काम सामहरू सकिसक्यो अनि अब हामी चाहिँ घर जानलाई तयारी ठिकठाक यो चाहिँ चटपटे बजाउने चटपटे हामीले बनाएको नमिठो हुन्छ तर हामीले केही त हुँदैन नि के चल्न सक्नु भएन किक्ली नै यो चाहिँ तैँले उठ्दा टर्का चाहिँ अब हाम्रो चाहिँ घरतिर लागेन साथीहरू चवाङ बिहा सप्तिङको टोपी चवाङको त सप्तिङलाई भाउजू चाहिँ बना
चाहिँ कुद्नुहोस् 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 नाति र बजु कुद्नुहोस् अब हामीलाई छोड्छ होला फेरि नाति र बजुले मुखमा साप्केन घडी जोन्सन सम्झिएको बुढी त कटुमसको छाला देखाएर हिँड्दै थियो फेरि के गर्दैछ भिडियो हालेर ला नओरा के जान्छन् नानीहरु के पन्चिटा हो फर्क्यौँ मती मातिर नकिनिदिएको नदिनु भने सुरुमै हामी चाहिँ केटाकेटी भनौँ आफ्नो भन है तर गुमा जान्छ नि पानी पर्नु थाल्यो कि छुवामा बस्दैछौँ पानी परेर बाटो रोकिएर बिजोग छौँ सबैजना भिजेर लात्रा कुकुर पानीले बिजो भनेर फल्छ अब यो के गर्नु फेरि बढ्यो खन्दै ओके गोड्दै मकै लाएको पानी बिजोग छ मेरो पानीले बिजोग बनायो एकछिन त मुटु नै थर 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 कमायो त जुदो लास फर्किँदैन होला भनेको भन्थ्यो खराइ पनि लाग्यो मेरो त कति थाम्छ नि अहिले त कति लगिसक्यो चल्लाहरू जानुपर्छ मान्छेहरू लौ लौ राम्रोसँग जानु गरी खानु